BBC Online News। बाध्यताले देखायो परदेशको बाटो, नबिर्सौ कहिले जन्मेको माटो। मूल नाराका साथ स्थापना भएको पर्वत सेवा समाज इजरायलले यही आउँदो 27 जनवरी 2017 दोस्रो वार्षिक उत्सव भव्यताको साथ मनाउने तयारी पूरा भएको अध्यक्ष अनिरुद्ध सुवेदीले BBC Online News.com लाई यसरी जानकारी गराउनु भएको छ। उहाँकै आवाजमा सुन्नु है त। नमस्कार। बाध्यताले देखायो परदेशको बाटो, नभुलौं कसैले जन्मेको माटो भन्ने मूल नाराका सहित पर्वत जिल्लामा रहेका दीन दुखीहरूका लागि मलम लगाउने उद्देश्यले स्थापना गरिएको तत्कालीन पर्वत सेवा समाज इजरायल र हाल मातृभूमिका लागि पर्वत सेवा समाजको ऐतिहासिक दोस्रो कार्यकाल पूरा गरेको छ र यही जनवरी 27 तारिकको दिन यशोदामाला 44 मा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिका साथ आफ्नो दोस्रो कार्यकालको अधिवेशन गर्न गइरहेको हुँदा यस अधिवेशनमा इजरायलमा रहेका सम्पूर्ण संघ संस्था, राजनीतिक पार्टीका भातृ संगठनहरू लगायत सञ्चार कर्मीज्यूहरू लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको गरिमामय उपस्थितिका लागि पर्वत सेवा समाज हार्दिक अनुरोध गर्दछ। धन्यवाद। BBC Online News।